नमस्कार सम्पूर्णमा नमस्कार। आज हामी यो देवचुली नगरपालिका र यो काउसिदी नगरपालिकालाई छुट्याउने ब्रिजमा छौँ, पोलमा छौँ। एक्चुअली उता देखाइदिनुहोस् त, उता हाम्रो देवचुली नगरपालिका, त्यो लाइन भनेको देवचुली नगरपालिका हो। र यतापट्टि भनेको यो खोलाबाट यो ब्रिजबाट बिठाकै बिसाइड गएर यता चाहिँ हाम्रो यो काउसिदी नगरपालिकामा छौँ हामी। आज हामी चाहिँ रमाइलो गर्न घुम्नको लागि आएका हौँ। यो ब्रिजले चाहिँ छुट्याएको छ। तलपट्टि तल देखाइदिनुहोस् त, तल यो तलपट्टि यो देखिएको चाहिँ तपाईँको राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्जको एरिया पर्छ। हामी त्यही एरियामा चाहिँ डुलेर आयौँ भर्खरै। यो तलपट्टिको यो बस्तीको नाम के अरे? लौगाई बस्ती। यहाँ चाहिँ बोटे, मुसहर, माझीहरू प्राय गरेर चाहिँ बस्ती छ। यहाँ होमस्टे पनि छ, होटलहरू पनि छ। आनन्दले यहाँ आएर चाहिँ यो देवचुली नगरपालिकाका मान्छेहरू र काउसिदी नगरपालिका मान्छेहरू यहाँ आएर चाहिँ कहिलेकाहीँ फ्रेस परिवारसँग र साथीभाइसँग आएर चाहिँ बस्नुहुन्छ भने यो यतापट्टि देखाइदिनुहोस् त। यो भाग भनेको यतापट्टिको चाहिँ यो काउसिदी नगरपालिका र उतापट्टिको भाग चाहिँ देवचुली नगरपालिका हो। यो चाहिँ एउटा चाहिँ तेस्रो स्तरको, नेपालको तेस्रो स्तरको नदी अन्तर्गतको हाम्रो यो लोका खोला, यो चाहिँ रिभर हो। यो यति बेला चाहिँ सुक्छ, कमिला हिँड्छ। बर्खामा चाहिँ गाङगुडुङ गरेर यसले चाहिँ तर्साउँछ। यहाँका बासिन्दा यही तर्साउने गर्छ। बडो खडौका साथ चाहिँ आउने गर्छ। यिनीहरू सबै पौडी खेल्ने र माछा मार्ने काम गर्छ। अब यहाँ चाहिँ माछा पनि होला, यो खोलामा माछा पनि होला। हाम्रो पूर्व पश्चिम राजमार्गको बारेमा पनि भनिदिनुहोस् न। ठ्याक्क माथि पूर्व पश्चिम राजमार्ग, महेन्द्र राजमार्ग अलि माथि छ। यहाँबाट लगभग कति होला? 500 मिटर 500 मिटर 500 मिटर लगभग 1000 होला। छैन हो, 1 किलोमिटर छैन। ल त्यो एरियामा छ। अनि यहाँ टिकटक बनाउने जोडीहरू पनि, माछा मार्ने भाइ बहिनीहरू पनि छन्। साथै गाई भैँसी बाख्रा पालन पनि, यहाँ चरन पनि भइरहेको छ। ल कमेरो माटो पनि विशेष गरी यहाँ चाहिँ माटो पनि पाइन्छ। आजभन्दा 25-30 वर्ष अगाडि हामीले बोकेर लिएर गयो। यो चाहिँ हाम्रो पनि एउटा माटे घर हुँदाखेरि हामीले पनि केही समय अगाडि भनौँ न, लगभग 35 वर्ष अगाडि हामी सानो छँदाखेरि पनि हामीले त्यो माटोहरू चाहिँ कमेरो माटो चाहिँ बोकेर यो खोलाबाट चाहिँ लिएर घरमा गएर लिपेको अवस्था पनि हो है, आजभन्दा 30-35 वर्ष अगाडि। अबले त अलि त त्यहाँ के छ हामीलाई थाहा छैन, त्यहाँ हामी गएको छैनौँ। र यो ब्रिजले चाहिँ यता काउसिदी नगरपालिका र उता चाहिँ देवचुली नगरपालिका चाहिँ जोड्ने काम गरेको छ। यसले गर्दा चाहिँ एकदमै सहज बनाएको छ। देवचुली नगरपालिकाका बासिन्दा र काउसिदी नगरपालिकाका बासिन्दाहरूलाई आउजा गर्नको लागि धेरै सहज बनाएको छ। यो एउटा यहाँ डुङ्गा चाहिन्थ्यो तर्नको लागि। पहिला यसमा चाहिँ ठुल्ठुलो, अब अरू बर्खाको बेलामा चाहिँ ठुलै पहराइ फोरिँदैकाले चाहिँ खोला आउँथ्यो, साह्रै गाह्रो हुन्थ्यो है त। विशेष गरी भन्नुपर्दा यो ब्रिज बनिसकेपछि हाम्रा बोटे माझीहरूले जसरी चाहिँ डुङ्गाबाट तार्नुहुन्थ्यो, उहाँहरूलाई चाहिँ बेसरी असर पुगेको छ।